काठमाडौँबाट मात्र 1 घन्टा 1.5 घन्टामा पुग्ने ठाउँ यो चाहिँ उता गोकर्णबाट अलि माथि हुँदै आउने बाटोमा टुप्पामा पर्छ। यो चाहिँ नागार्जुन शिवपुरी डाँडाको छेउछाउतिर पर्छ है। ढाप ड्यामबाट हुँदै जानु मिल्छ, तर ढाप ड्याममा चाहिँ पैसा तिर्नुपर्छ। यो पछाडि रानी पौवाको बाटोबाट आयो भने चाहिँ यहाँसम्म पुग्दा चाहिँ पैसा तिर्नु पर्दैन। र यो ठाउँ हो सिसा भ्यू पोइन्ट। सिसा भ्यू पोइन्ट गुगलमा पनि हेर्न सक्नुहुन्छ, तपाईँहरूले लोकेसन भेटाउनुहुन्छ। त्यहाँको भ्यू चाहिँ दामी छ, त्यही सेयर गर्दैछु म आज तपाईँहरूलाई। टक्कलार यदि तपाईँहरू बाइकमा यसो अलिकति राम्रो फोटो खिच्न चाहनुहुन्छ भने चाहिँ यतातिर आएर खिच्दाखेरि चाहिँ जाडो महिना दामी हुन्छ। हिमालहरू देखिन्छ। हिमाल देख्ने ठाउँ म अहिले तपाईँलाई देखाउँछु। अहिले चाहिँ यो हेर्नुहोस्, यो बाटो हुँदै आएको हामी टक्कलार। यो पछाडि छ नि हो, त्यहाँबाट चाहिँ पुरा हिमालयन रेन्ज देखिन्छ। ल अब चाहिँ म देखाउँछु हामी कहाँ बसेर खिचिरहेको छौँ भनेर देखाउँछ है। सट्टला यो काठमाडौँको मिनी सैलुङ भन्ने पनि हुन्छ यसलाई। यो मिनी सैलुङको टक्क लाएर थुम्का छ। यो 4-5वटा थुम्काहरू छ त्यहाँ यता पहाडको। टेन्ट लाएर बसेको थियो हामी, एकछिन चिल आउट गरेको थियो है। अब रमाइलो भने नि यही नै हो, स्पिड गर्नु पर्दैन, हल्का अफ रोडमा गएर चिल गरेर बस्ने। यो पछाडिकोमा चाहिँ हिमाल देख्छ। कुनै दिन म लान्छु यता हिमाल आएको बेलामा। तपाईँहरू आउनुहोस् भने आउनुहोस्। गर्लफ्रेन्ड बोयफ्रेन्ड बस्ने एकदम टन्ने ठाउँ छ यता। साथीहरू आउनु भने चिल गर्ने ठाउँ छ। हामी चाहिँ साथी आएर यसो हल्का बाइक राइड रमाइलो गरेको है। अब के भने सहरमा कुदाउनु पाइँदैन, नेपालको बाटो यस्तै छ, यस्तै नै कुदाउने हो है। यसो टिकटक भिडियो बनाएर भाइरल भयौँ, यसो हामी पनि पपुलर हौँ भनेर हामी घुम्नु गएको। भाइरल हुने मौका ढल्यो, तर त्यसले गुड सेप राम्रोसित ढल्यो थियो। अब त्यहाँबाट जानु नसकेर हामी यताबाट गएको है। यहाँ माथि टक खोलाएर जाने हो त्यहाँ माथि यतै। यो भिडियोमा हेर्दा जति झाउलाग्दो देखिन्छ त्यहाँ ठाउँमा गएर हेर्दा दामी छ है। हामीले त यो ठाउँको भरपुर मजा लुट्यौँ। अब नेक्स्ट मजा लुट्ने पालो तपाईँहरूको हुनसक्छ सायद है। त्यही भएर डेफिनेटली जानुहोस्, इट्स वर्थ इट। गएको रमाइलो हुन्छ। तपाईँले मलाई गाली गर्नुहुन्न, तपाईँले मलाई थ्याङ्क यू नै भन्नुपर्छ र गएको बेला भिडियो बनाएर मलाई ट्याग गर्नु होला है त। र यस्तै चटक गर्दै हाम्रो दिन बितिरहेको थियो। तपाईँहरू पनि आउनुहोस्, घुम्नुहोस् यो ठाउँमा, तर जहाँ पाएँ त्यहीँ फोहोर चाहिँ नगर्नु होला। हेर्नु त त्यहाँ बोटल घर हो, आफ्नो नेपाल हो, सफा राखौँ, रमाइलो गरौँ। र म ड्रोनको भिडियो पनि हाल्छु। आजको भिडियो मन पऱ्यो भने लाइक गर्नु होला, फलो गर्नु है, फलो गर्नु।